मदिराको बारेमा आम जनमानसमा एउटा ठुलो भ्रम रहेछ कि जाडो भएपछि मदिरा खाने इच्छा जाग्छ। यसको प्रमुख कारण हो उहाँहरूलाई मदिराले गर्मी दिन्छ र जिउलाई तताउन मद्दत गर्छ भनेर भन्नुहुन्छ। अनि यो कुरा केही हदसम्म सही पनि हो, किनभने मदिरामा हुने अल्कोहलले हाम्रो बाहिर छालाको मुनि भएका रक्त नलीहरूलाई फराकिलो बनाइदिन्छ, अर्थात् डाइलेट गर्छ। यसको कारणले के हुन्छ भने भित्र जुन ब्लडमा भएको तापक्रम हुन्छ, कोर टेम्परेचर, त्यो चाहिँ बाहिर सतहमा आउँछ र हामीलाई ब्लड सर्कुलेसनले गर्दा त्यो गर्मी जस्तो फिल आउँछ। तर एक्चुअलमा तपाईले शरीरभित्रको तापक्रम बाहिर फालिराखेको हुन्छ, लस भइराखेको हुन्छ। भन्नाले हाम्रो शरीरबाट तापक्रम निस्किँदाखेरि हामीलाई चिसो लाग्ने र चिसोले हाम्रो शरीरलाई बढी इम्प्याक्ट गर्ने सम्भावना हुन्छ र यस्तै बेलामा हामीले मदिराको नसामा कपडा पनि खोलिदिन्छौँ। हामीलाई कुन बेला कति चिसो हामीलाई लाग्यो, बाहिर तापक्रम कस्तो छ त्यो पनि थाहा हुँदैन, झन् हाइपोथर्मियाको डर हुन्छ। तपाईहरूलाई यो जानकारी अवश्य होला कि जाडो महिनामा मुटु रोग, उच्च रक्तचाप, स्ट्रोकको जोखिम बढी हुन्छ। मदिराले पनि रक्तचाप बढाउने भयो, मुटु रोगको जोखिम निम्त्याउने भयो र स्ट्रोकको जोखिम पनि बढ्छ। यदि मानौ तपाईको ब्लड प्रेसर बढेको छ, तपाईको मुटु मस्तिष्कमा केही पहिलादेखि लुकेको अवस्थामा समस्याहरू रहेछ र जाडो महिनामा तपाईँ एकदमै धेरै मदिरा खाइदिनु भयो जिउ तताउनको लागि, रमाइलोको लागि, त्यस्तो बेलामा तुलनात्मक रूपमा गर्मी महिना खाएको भन्दा जाडो महिनामा प्राणलाई सङ्कटमा पुर्याउने स्वास्थ्य जटिलताहरू निम्त्याउन सक्छ। यसको अर्थ गर्मीमा सुरक्षित हो भन्न खोजेको होइन। मदिरा जाडो गर्मी दुइटैमा असुरक्षित हो, तर जाडोमा विशेष गरेर मदिरा सेवन गर्ने व्यक्तिहरूले यो जानकारी राख्नुपर्छ, तपाईलाई मदिराको कारणले जोखिम अझ बढी हुन्छ।